Process of acquiring NRN citizenship in Nepal. सुरुमा जिल्ला प्रशासन कार्यालयमा गई नागरिकता परित्याग गरी पाउँ बारेमा निवेदन दिनुपर्नेछ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयले व्यक्तिले नागरिकता प्राप्त गरेको ठाउँको प्रहरी कार्यालयलाई नागरिकता परित्याग गर्ने व्यक्तिको पुलिस रिपोर्टको बारेमा पत्राचार गर्नेछ। जिल्ला प्रशासन कार्यालयको पत्र बमोजिम प्रहरी कार्यालयले आफ्नो आवश्यक जाँचबुझ र अनुसन्धान गर्ने र आवश्यक ठानेमा प्रहरी कार्यालयले कर्जा सूचना केन्द्रबाट सम्बन्धित व्यक्तिको कुनै कर्जा बाँकी रहे नरहेको पत्र माग गर्न सक्ने र कर्जा सूचना केन्द्रबाट कुनै पनि कर्जा बाँकी नरहेको पत्राचार भएपछि मात्र प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई व्यक्तिको पुलिस रिपोर्टबारे पत्र मार्फत जानकारी गर्नेछ। प्रहरीबाट पुलिस रिपोर्ट क्लियर भएको यकिन भएपछि मात्र जिल्ला प्रशासन कार्यालयले नागरिकता परित्याग गरेको पत्र बनाइदिनेछ। नागरिकता परित्याग गरेको पत्र बनेपछि मात्र सम्बन्धित व्यक्तिले सम्बन्धित वडा कार्यालयमा गई एनआरएन सिटिजनसिपको लागि आवेदन दिनुपर्नेछ र यो अनलाइन मार्फत हुनेछ। सम्बन्धित वडाबाट निवेदन भरेपछि वडा कार्यालयले एनआरएन सिटिजनसिपको लागि रिकमेन्डेसन लेटर बनाइदिनेछ। तयार भएको रिकमेन्डेसन लेटर लिई सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा जानुपर्नेछ र एनआरएन सिटिजन लिने व्यक्तिको आफन्तहरूले शनाखत गरिदिएपछि सम्बन्धित व्यक्तिले एनआरएन सिटिजनसिप प्राप्त गर्न सक्नेछ। आवश्यक डकुमेन्ट के चाहिन्छ भनेर क्वाइरिज भएमा कमेन्टमा लेख्नुहोला। धन्यवाद।